हामी साथीहरुलाई पनि दिनु कस्तो अँध्यारो देखियो अँध्यारो भयो हेलो एभ्रिवान वेलकम इन माई अनदर भिडियो। अनि आज चाहिँ हामी जाँदैछौँ सिस्टरहरूसँग इलामरेको पाथिभरा मन्दिर। यो भिडियो चाहिँ खासमा अस्ति साउन्डकै भिडियो अपलोड गर्नु चाहिँ ढिलो भयो होइन। एज यु गाइज नो मी म चाहिँ एकदमै अल्छिनी छु नि त भिडियो एडिटिङ र अपलोडिङमा चाहिँ। सो त्यही भएर कहिले जाँगर चल्छ त्यतिखेर लगाइदिन्छु। त्यही भएर यो अलिकति ढिला चाहिँ भयो। अनि अहिले हामी चाहिँ ठ्याक्क आइपुग्यौँ कन्यामको नजारा चाहिँ यस्तो रहेछ गाइज होइन। पुरै फग्ली आइरहेछ, मान्छेहरू पनि खासै हुनुहुन्न, सायद मर्निङ टाइम भएर पनि हुनसक्छ। अनि हामी चाहिँ ठ्याक्कै हर्कटे बजार कटेर चाहिँ हामी आइपुग्यौँ कुटी डाँडा। अनि गाई चाहिँ होइन भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला। तपाईँहरूलाई पनि हामी भिडियो मार्फत नै भए पनि पाथिभरा मन्दिरको दर्शन गराउनेछौँ। अनि जो जति आउनु भएको छैन तपाईँहरू पनि टाइम मिलाएर आउनु होला, एकदम पिसफुल ठाउँ छ हो। अनि माथि मन्दिर जानुभन्दा पहिला चाहिँ यहाँ सिंहदेवीको पूजा गरेर जानुपर्छ अरे पहिला। त्यही भएर हामी पनि सिंहदेवीको मन्दिर जाँदैछौँ पहिले चाहिँ। हामीले चाहिँ यहाँ सिंहदेवीमा चाहिँ पूजा गरिसक्यौँ। अब चाहिँ हामी जान लागेको हामी ठ्याक्कै माथिमा मन्दिर हिँडेको साथीहरु। अनि कुटी डाँडाबाट मन्दिर पुग्न चाहिँ आधी घन्टा 45 मिनट जति उकालो हिँड्नुपर्ने रहेछ। अनि उकालो जाने क्रममा चाहिँ मन्दिरबाट फर्किने भक्तजनहरू, जाँदै गरेको भक्तजनहरू थुप्रै भेटिनु भयो होइन। उकालो भए पनि जङ्गलको बाटो एकदम पिसफुल, मलाई चाहिँ यो पनि एकदम मन पर्यो। अनि हामी चाहिँ फाइनली मन्दिर आइपुग्यौँ। हामी हिँड्दा चाहिँ दिन यस्तो धुम्म भएको थियो क्या, फगले आइरहेको थियो। तर मन्दिर आइपुग्दा चाहिँ ठ्याक्कै हेर्नु यस्तो मजाले दिन खोल्यो है, राम्रो घाम लाग्दियो। अनि हामी चाहिँ यस्तो खुसी भयौँ होइन मन्दिर आइपुग्दा यस्तो दिन खोलेको देखेर। अनि मन्दिरमा चाहिँ अलि भिडभाडै पनि थियो, आज सायद बिदाको दिन भएर पनि हुनसक्छ। अनि हामीले पनि मन्दिर दर्शन गऱ्यौँ, पूजा गऱ्यौँ होइन। मन्दिरमा आएपछि चाहिँ छुट्टै आनन्द आउने क्या, छुट्टै आनन्द, यस्तो पिसफुल फिल भइरहेको छ है। अनि अब हामी चाहिँ यहाँबाट फर्केर कन्याम जान्छौँ। कन्याममा चाहिँ नि गाई चाहिँ यस्तो भिड क्या, बिहान जाँदा यस्तो खाली थियो नि त, अहिले यस्तो भिड रहेछ। यहाँ आएर खाजा खाने भनेर हाम्रो सल्लाह थियो। अनि खाजा खाऊँ भनेको खाजा चाहिँ लिटरली गाइज कहीँ पाइएन क्या। अब चाहिँ हामी खाजा चाहिँ फिकल गएर खान्छौँ, हल्का यहाँ भिडियो फोटोसुटहरू गरेर चाहिँ अब हामी यहाँबाट फर्किन्छौँ गाइज। बाइ गरिदिनु सबैजनाले सिस्टर सरहरू, बाइ। अब हामी अर्को भिडियोमा भेट्छौँ है त। अच्छा।